नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार सुरुमा मुख्य समाचार। वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको 80 वर्षको उमेरमा निधन। सरकार ढाल्न षड्यन्त्र भइरहेको प्रधानमन्त्री दाहालको दाबी सफल हुन नदिने चेतावनी। शरणार्थी प्रकरण लगायत सबै घटनामा निष्पक्ष छानबिन गरिरहेको प्रधानमन्त्री दाहालको दाबी। प्रभु शाहले गौर हत्याकाण्डको विषय उठाउन गरेपछि जसपामा आक्रोश। सिसाको घरमा बसेर अरूमाथि झुम्का नहान्न सांसद यादवको चेतावनी। र संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै राप्रपा अध्यक्ष लिङदेनको आपत्ति। अब समाचार विस्तारमा। वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ। 80 वर्षको उमेरमा नेपालीको सोमबार बेलुका निधन भएको हो। उहाँ लामो समयदेखि बाबासी र प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। उहाँ झन्डै 14 महिनादेखि बिरामी हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था बिग्रेर 6 महिनादेखि उहाँ थल्ला नै पर्न भएको थियो। स्वर्गीय नेपालीको पार्थिव शरीरमा मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, मन्त्रीहरू, सांसदहरू, विभिन्न दलका नेताहरू, पत्रकारहरू, समाजसेवी, बुद्धिजीवी लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्। अन्त्येष्टि अघि स्वर्गीय नेपालीको निवासबाट निस्किएको शवयात्रा जनकपुर धाममा नगरको परिक्रमा गरेको थियो। परिक्रमामा पश्चात जन्मस्थल बेला गाउँमा उहाँको अन्त्येष्टि गरिएको छ। जनकपुर धाम उपमहानगरपालिका वार्ड नम्बर 23 को बेला गाउँमा बुबा रामदुलार शाह र आमा इन्द्रमणि देवीबाट 2022 भादो 19 गते उहाँको जन्म भएको थियो। नेपाली 2018 साल मङ्सिर 26 गतेदेखि पत्रकारिता सुरुवात गर्नुभएको थियो भने 2015 सालमा जानकी नौमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गर्नुभएको थियो। उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णीय क्षति भएको पत्रकार तथा शुभचिन्तकहरूले बताएका छन्। सरकारी सर्विस में जॉब में लगे, लेकिन यहाँ पत्रकारिता में एक पत्रकार था और उनका देश के प्रति बहुत जनकपुर के खास करके जनकपुर के प्रति बहुत मधेश प्रति स्वतंत्र सेनानी छलन। उनका मृत्यु भला पर अपना बहुत याद गर्नुपर्दा नि उहाँलाई म जीवित इन्साइक्लोपिडिया भन्दछु। इन्साइक्लोपिडियाको अर्थ जनकपुर, धर्म, कर्म, पत्रकारिता, इतिहास, राजनीति उहाँलाई सबै कण्ठस्थ थियो। जहाँबाट जे सोच्दा पनि उहाँ खुरुखुरु हुन सक्नुहुन्थ्यो। यति गम्भीर अध्ययन गरेका, यति लामो पत्रकारिता गरेका र पत्रकारिताकै कारणले, सत्य लेखेको कारणले, लोकतन्त्रको पक्षमा उभिनु भएको कारणले उहाँ पटक पटक जेल पर्नु भएको थियो। राजनीतिक रूपमा पनि उहाँ नेपाली कांग्रेसलाई दिलो ज्यानले सहयोग गर्नुभयो, तर नेपाली कांग्रेसले पनि उहाँले केही गरेन अहिलेसम्म। अर्को कुरा के छ भने राजेश्वर नेपालीजीलाई हामी मात्र पत्रकार भन्दछौँ, तर उहाँ उच्च कोटिका साहित्यकार। उहाँको 15वटा पुस्तक प्रकाशित छन्। हिन्दी, मैथिली, नेपालीमा उहाँको 15वटा पुस्तक प्रकाशित छन्। त्यसै कारणले उहाँ साहित्यकार, पत्रकार सबै सँगै साहित्यकार पनि, राजनीतिक अभियन्ता पनि हुनुहुन्थ्यो। हम हृदय से श्रद्धा सुमन अर्पित करै छी और हुनकर व्यक्तित्व के विषय में कहब सूर्य के दीपक देखा है। हुनकर बहुआयामिक व्यक्तित्व छलनि। पत्रकार छलाह, वरिष्ठ पत्रकार, साहित्यकार छलाह। ओहो में एक एक भाषा के नहीं, नेपाली, हिंदी, मैथिली तीनों भाषा में हुनकर समान अधिकार छलन है और ओहि पर अनेक पुस्तक सब लिखित छलाह। सब बड़का खूबी हुनकर हमरा ई देखल, वो अपने तो जे करी छलाह से करी छलाह, दोसरों के प्रेरित कर रही छलखिन है और सही रास्ता में वो अनेकों पत्रकार सृजन कलन। अनेकों टीवी पत्रकार, आन पत्रिका सब में प्रोत्साहित जे दिशा के लोग छल तकरा तै दिशा दिस प्रोत्साहित करे छलाह। हम हुनकर समाचार सुन कर अत्यंत मर्माहित भेल छी। हम अपन विशेष कुछ बाजय के स्थिति में नहीं छी। वहाँ लौह पुरुष को रूप में
उहाँ हुनुहुन्थ्यो। किनभने पञ्चायती व्यवस्थाको विरुद्धमा मेरो प्रेस अम्बिका प्रेस जनकपुरको पहिलो प्रेस र नेपालको 7औं प्रेसबाट ज्योति साप्ताहिक पत्रिका निस्किन्थ्यो, जसमा पञ्चायतमा महेन्द्र निधिको नेपाली काङ्ग्रेसको महामन्त्री महेन्द्र निधिको स्टेटमेन्ट पञ्चायतमा सुधार हुनुपर्छ भनेर लेख्दाखेरि प्रेस र पत्रिका बन्द भयो। बन्द हुँदाखेरि त्यो पञ्चायती व्यवस्थामा अञ्चलाधीश भनेको नै राजा सर मानिन्थ्यो र प्रेसलाई पनि बन्द गरियो, तालका लगाइयो। अनि हामी सर्वोच्च अदालतमा मेरो दाइ पारसनाथ गुप्ता ठुलो दाइ हुनुहुन्थ्यो जो प्रेस सञ्चालन गर्नुहुन्थ्यो, उहाँले सर्वोच्च अदालतमा मुद्दा दिनुभयो। त्यस बेलामा कोही वारिस बस्न तयार हुनुहुन्थेन। दाइहरू नेपालबाट बाहिर भारततिर बस्नुभएको थियो। अनि राजेश नेपाली नै आँट गरेर वारिस बसेर त्यो मुद्दा सर्वोच्च अदालतमा भयो र त्यो जित्यो पनि हामी। पछि प्रेस खुला रूपमा आयो। त्यस बेलामा कोही मान्छे पनि वारिस बस्न तयार हुन्थेन। त्यस बेलामा राजेश नेपालीले जो युङ अवस्थामा थिए, पत्रकारितामा बामे सर्दै हुनुहुन्थ्यो, उहाँ आँट गरेर त्यो मुद्दालाई जिताउने सफल हुनुभयो। त्यसकारण उहाँ लौह पुरुषको रूपमा म हेर्दछु। लोकतंत्र के एक संवाहक के रूप में हम देख रहे छी। लोकतांत्रिक आंदोलन के एक अथक योद्धा के रूप में एक नेपाली पत्रकारिता के एक नव क्षितिज और एक जीवंत इतिहास छलैक साहित्यकार, पत्रकार, कथाकार के रूप में से हम देखे छिए। एक प्रखर वक्ता, निडर व्यक्तित्व और हुनकर लेखनी के जे अखन तक नेपाल में हमरा नहीं बुझाइए जे ओहन प्रखर लिखा वाला और प्रखर बाजा वाला लोग जे फिर क्यों हेते। राजेश नेपाली जी जे नेपाली पत्रकारिता के एक धरोहर छलैथ और नेपाली क्रांति के जो राणा विरोधी आंदोलन हुई, पंचायत विरोधी आंदोलन हुई या गणतंत्र स्थापना के लिए आंदोलन हुई, इस सब में एक हिनकर अग्रणी भूमिका देखल गई। और आई के दिन में जो नेपाल के लिए, नेपाली पत्रकारिता के लिए, लोकतांत्रिक आंदोलन के लिए एक बहुत बड़ा क्षति है। उहाँले राष्ट्र पुकार, विश्वदीप, नेपाल टाइम्स, नेपाल वाणी लगायतका पत्र पत्रिकामा काम गर्नुभएको थियो। पत्रकारिता, साहित्य, संस्कृत र भाषाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँले 2007 सालदेखिको विभिन्न परिवर्तनको आन्दोलनमा पटक पटक जेल भोग्नु भएको थियो। समाचार लेख्नैकै कारण 2036, 2039 र 2042 सालमा उनलाई तत्कालीन व्यवस्थाले जेल हालेको थियो। 2036 र 2039 सालमा क्रमशः 1.5 महिना जेल बसेका नेपाली 2042 सालमा भने 1 वर्ष नै जेल जीवन भोग्नु परेको थियो। नेपाली, मैथिली र हिन्दी साहित्यका कलम चलाउँदै आएका नेपालीले आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्नुहुन्थ्यो। धोती कुर्तालाई आजीवन आफ्नो पहिरन बनाएका पत्रकार नेपाली तीक्ष्ण स्मरण शक्तिका धनी पनि हुनुहुन्थ्यो। इतिहासका हरेक घटनाहरू समय र मितिसहित कण्ठ यस्तै पारेका उनलाई पत्रकारिता जगतमा इन्साइक्लोपिडिया भने पनि भनिन्थ्यो। उहाँलाई 2065 सालमा प्रेस स्वतन्त्रता सेनानीका रूपमा अभिनन्दन गरिएको थियो। स्वर्गीय पत्रकार नेपालीलाई 2043 सालमा प्रसरानन्द स्टट पुरस्कार, 2049 मा प्रबल गोर्खा दक्षिण बाहुन लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो। यसैबीच स्वर्गीय नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै पत्रकार सम्बद्ध सङ्घ संस्थाका साथै अन्य विभिन्न सङ्घ संस्थाहरूले शोक विज्ञप्ति जारी गरेका छन्। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय, महासङ्घको मधेस प्रदेश कार्यालय, पत्रकार महासङ्घ धनुषा शाखा लगायतले विज्ञप्ति जारी गरी नेपालीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनु भएको छ। मङ्गलबार काठमाडौँमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताउनुभयो। उहाँले सरकार ढाल्ने कोसिस गर्नेहरू बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गर्नुभयो। उहाँले कुनै ठुलो घटना नभए यो गठबन्धन 5 वर्ष नै चल्ने बताउनुभयो। सरकारलाई ढाल्ने धेरै कसरत छन् तर कसैको केही लाग्ने मैले देखेको छैन। जति बल गरेका छन् त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ। हामीले अझै यो गठबन्धन 5 वर्ष जानेछ, मैले त्यही देखेको छु अहिलेसम्म। त्यस्तो ठुलो केही दुर्घटना भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ। अहिले अतिवादी विचार प्रवृत्तिहरू कहीँ धार्मिक अतिवादको त कहीँ जातीय अतिवादको चाहिँ माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन सकिन्छ कि माओवादी आन्दोलनलाई कमजोर पार्न सकिन्छ कि भन्ने कसरतहरू छन्। हामी त्यसमा संवेदनशील छौँ। उत्पीडित जातिहरूको, उत्पीडित क्षेत्रको, उत्पीडित वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी सबै समस्याहरूको समाधान गर्न सक्छ। यो प्रमाणित। प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठुलो दुर्घटनामा जाने बताउनुभयो। उहाँले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताउनुभयो। उहाँले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्न गरेको जानकारी दिनुभयो। मैले एकचोटि फेरि जीवनको यो क्षणमा एउटा नयाँ क्रान्ति थालनी नगर्ने हो भने मेरो चिन्ता के छ भने देश दुर्घटनामा पर्ने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। परिवर्तन उल्टिने मात्र, त्यसो भएपछि तपाईँ हामी सबै नै कुनै न कुनै रूपले चाहिँ त्यो दुर्घटनाको। प्रधानमन्त्री दाहालले भारत नेपाल सीमा विवाद झुलाउने कुरालाई देशभित्रका राजनीतिक दलहरूले पचाउन नसकेको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको जानकारी दिनुभएको छ। मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदहरू प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबरा सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको जानकारी दिनुभयो। उहाँले दुई देशका बीचमा रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि जानकारी दिनुभयो। चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ। भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरूको कार्यान्वयनमा जोड दिइनेछ। नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सधन बनाउने, दुई देश बीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयहरू पनि भ्रमणका क्रममा कार्यसूचीमा रहेका छन्। प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किँदै गरेको उल्लेख गर्दै 2080 असार मसान्तसम्म शोधान्त स्थिति 290 अर्ब 52 करोड रुपियाँ बचत रहेको बताउनुभयो। उहाँले वैदेशिक लगानी प्रबन्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृत प्रक्रियालाई सहजीकरण गर्ने, थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबै घटनामा राज्यले निष्पक्ष रूपले छानबिन गरिरहेको जानकारी दिनुभएको छ। मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद अस्मिक शाहको जवाब दिँदै प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरण लगायतका सबै घटनाहरूमा दबाव रहित र निष्पक्ष रूपमा छानबिन भइरहेको बताउनु भएको हो। उहाँले आफूले सरकारको नेतृत्व गरेसँगै सार्वजनिक प्रशासनलाई स्वच्छ, समक्ष, निष्पक्ष, पारदर्शी, व्यवसायी र जवाबदेही बनाएको जानकारी दिनुभयो। अर्का प्रश्नकर्ता माननीय श्री असीम शाह। सरकार यो मौलिक हकको पूर्ण कार्यान्वयनको लागि प्रतिबद्ध रहेको छ। यद्यपि मौलिक हकहरूको कार्यान्वयनका लागि सबै तहबाट अझै घनीभूत प्रयास पनि आवश्यक छ।
यो समस्या देशको एउटा लामो सांस्कृतिक समस्या पनि भएको हुनाले यसको समाधानको निम्ति कानुनलाई प्रभावकारी कार्यान्वयनको निम्ति पनि सबै क्षेत्रको सहयोग अनिवार्य छ। जातीय विभेदका घटनामा प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको भन्ने कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाको छानबिन प्रधानमन्त्री दाहालले सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउने सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने जानकारी दिनुभएको हो। उहाँले एकअर्काको धर्म र संस्कृति विरुद्ध हुने दबेसनपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पार्नुभयो। आवश्यक कार्य अगाडि बढाइनेछ। अर्का प्रश्नकर्ता मान्य श्री असीम शाह। सरकार यो मौलिक हकको पूर्ण कार्यान्वयनको लागि प्रतिबद्ध रहेको छ। यद्यपि मौलिक हकहरूको कार्यान्वयनका लागि सबै तहबाट अझै घनीभूत प्रयास पनि आवश्यक छ। यो समस्या देशको एउटा लामो उहाँले सुदूरपश्चिमको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतको विषयमा प्रतिक्रियामा रहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बताउनु भएको हो। उहाँले 2वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसकेका 14वटा प्रगति 80% भन्दा माथि रहेको, 5वटा प्रगति 50 देखि 80% सम्म रहेको र 2वटा प्रगति 50 देखि % रहेको जानकारी गराउनुभयो। उहाँले हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र सम्पन्न गर्ने गरी नयाँ लक्ष्य निर्धारण गरिएको बताउनुभयो। पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति 66% भई स्पष्टीगत वित्तीय प्रगति 65.73 रहेको उहाँको भनाइ छ। त्यस्तै लुम्बिनी विकास गुरु योजनाको हालसम्मको भौतिक प्रगति 88% र वित्तीय प्रगति 60.34% रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यक्रम मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यस आयोजनाका लागि चालु आर्थिक वर्षमा 35 करोड रुपियाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो। भित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्धनका कार्यहरू सञ्चालनमा रहेको जानकारी गराउन चाहन्छु। नागमा गमगढी र गमगढी नाक्चे लाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको जानकारी म यो सम्मानित सदनलाई गराउन चाहन्छु। हाल नागमा गमगढी 6.5 किलोमिटर, कालोपत्रे र 8 किलोमिटर ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ। त्यसै गरी गमगढी नाक्चे लाग्नामा 12 किलोमिटर निर्माण कार्य। उहाँले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारको जोड दिँदै आएको स्पष्ट पार्नुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलाई सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा नहान्न चेतावनी दिनुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो प्रभु शाहले आफू सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा हान्ने भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभएको हो। उहाँले गौर हत्याकाण्ड प्रभु शाहकै उत्साहबाट भएको पनि बताउनुभयो। त्यस्तै वीरगञ्जको काशी तिवारीको हत्या मुद्दा पनि प्रभु शाहमाथि रहेको भन्दै उहाँले सो मुद्दाको पनि प्रतिक्रिया अगाडि बढाउनु पर्ने जानकारी दिनुभयो। प्रभु शाहको आफै धेरै मुद्दाहरू छन्। गौर हत्याकाण्ड एउटा दुःखदायी घटना भयो। वीरगञ्जमा काशी तिवारीको हत्या जुन भएको थियो होइन, उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ, अदालतमा छ, सुरक्षित छ। राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। र यो गौरको कुरा, त गौर हत्याकाण्ड एउटा दुःखदायी घटना भयो।
र त्यो बेलाको इन्चार्ज प्रभु शाह नै हुनुहुन्थ्यो। उहाँको चाहतमा यो घटना भएको र मेरो बुझाइ र मेरो भनाइ यति नै हो र जसपाको भनाइ यति नै हो कि त्यो बेलाको जुन आयोगहरू बनेको थियो त्यो आयोगको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गरिदिए दुधको दुध पानीको पानी हुन्थ्यो। म यो पटक पटक बोल्दै आएको कुरा हो। आज उहाँले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। प्रतिवेदनले आफ्नो नेताहरूलाई दोषी देखाएको भए पनि स्वीकार्न तयार रहेको उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकीकरण नेपाली काङ्ग्रेसलाई स्वीकार्य नभएको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सो विधेयक मार्फत जनघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गर्नुपर्ने बताउनुभयो। उहाँले काङ्ग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकीकरण स्वीकार्य नभएको भन्दै यो विधेयक भारी नबोक्ने कानुन मन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले यो विधेयकको भारी बिसाउन र हटाउने कानुन मन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरू नहेपिने यसपटक देखाउनु पर्ने बताउनुभयो। हेपेको आज पनि संसदलाई र मान्य कानुन मन्त्रीले मेरो आग्रह पनि छ 2074 पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नुहोस्, यसलाई बिसाउनुहोस्, यसलाई हटाउनुहोस्। वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने EIA को प्रावधान मन्त्रालयले स्वीकृत गर्नुपर्छ। अहिले विभागबाट गर्ने भनेर ल्याइएको छ। मन्त्रालयले मान्दैन, यो वातावरणविदले मान्दैन, यो कसको इसारामा ल्याइएको? उहाँले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने EIA को प्रावधान मन्त्रालयले स्वीकृत भए पनि अहिले विभागबाट गर्ने भनेर ल्याइएको प्रति पनि विरोध जनाउनुभयो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुब्बालले नेपाल विद्युत प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले बिजुली महसुल असुली गर्न नसक्नेकाले प्राधिकरणका प्रबन्धन निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो। त्यसैगरी उहाँले डेडिकेटेड ट्रक लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूको साठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानकर्षण गराउनुभयो। नेपाली भूमि भारतीय एसएसबीले गुगलको नक्सा देखाउँदै भारतको भूमि भनी अतिक्रमण र नीति पालना गर्नुपर्ने, नेपालीको मृत्यु भए पनि कुनै उजुरी नलाग्ने, नेपालको भयभरको बिजुली बुतवल हुँदै भारतको गोरखपुर लैजाने MCC सम्झौता भडौ 12 गतेबाट कार्यान्वयन गर्ने। सांसद सुब्बालले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न 3% मत ल्याउनु पर्ने, प्रावधान सहितको निर्वाचन सम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरीत रहेकोले मान्य नहुने पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 जस्ताको त्यस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। 81 वटा ऐनहरू आकर्षित हुने सो विधेयक सरकारले संसदलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिरहेको भन्दै आलोचना गर्नुभएको हो। मंगलबार सो विधेयक माथि छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रूपमा सम्बन्धित मन्त्रीहरूले पेश गर्न आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानकर्षण समेत गराउनु भएको हो। उहाँले सरकारलाई विधेयकहरू आफूले पढेर मात्रै संसदमा पेश गर्न पनि सचेत गराउनुभयो। सरकारका विभिन्न प्रतिनिधित्व गर्नुहुने साथीहरूसँग हामीले यो विषय पटक पटक अनौपचारिक तरिकाले यो व्यवस्थाप्रतिको प्रहार हुन्छ, यो यसरी प्रस्तुत नगरौँ है भनेर पटक पटक अनौपचारिक छलफलहरू पनि गर्यौँ। तर त्यसको बावजुद आज यो यसरी प्रस्तुत भएको छ र विचार गरियोस् भनेर भनिएको छ, जसमा अघि साथीहरूले भनिसक्नुभयो कसैले। सांसद गौतमले 81 वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर 72 घण्टाभित्रै संसदहरूले संशोधन हाल्न नसक्ने पनि बताउनुभयो। सत्तारूढ नेपाली काङ्ग्रेसका सांसद एवं पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डेङ्गु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। डेङ्गु रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै 14,265 जना संक्रमित भएको पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराउनु भएको हो। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर व्यापक रूपमा फैलिएको यो रोगबाट उपचारको अभावमा
कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारलाई सचेत भएर लाग्नुपर्ने आवश्यकता समेत उल्ल्याउनुभयो। सानो लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सन् 2004 मा विज्ञहरूको प्रतिवेदन अनुसार डेङ्गी रोग नेपालमा पहिलो रूपमा यसको जानकारी। सांसद कार्कीले डेङ्गु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पद्म गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाउनु भएको हो। प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भर्त्सना समेत गर्नुभयो। प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायले भड्काउने, आपसी विभेद फैलाउने, मुलुकलाई अराजकता लैजाने काममा प्रधानमन्त्री दाहाल आफै संलग्न गरेको आरोप समेत लगाउनुभयो। पक्षमा छु, तपाईहरु जाग्नुहोस्, उठ्नुहोस्। तपाईहरुले मलाई बल दिनुपर्ने बेला आएको छ, बल दिनुहोस्। म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु। हाम्रो पार्टीलाई बहुमत दिनुहोस्। म यो देशमा जातीय राज्य स्थापित गराइ छाड्छु जस्ता अभिव्यक्तिहरू निरन्तर रूपमा दिँदै आउनु भएको छ। यो असंवैधानिक त यो अभिव्यक्ति छँदैछ। सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइहरूलाई आपसमा विद्वेष फैलाउने र मुलुकमा हिंसा भड्काउने। प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भने पनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलिसनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ। काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमलिसनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनु भएको हो। उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको टिप्पणी गर्नुभयो। उहाँले योजनाबद्ध विकासले मात्रै मुलुकको समग्र विकासमा फड्को मार्न सक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको दावी गर्नुभयो। योजना आयोग सरकार त्यहाँ नीति योजना आयोग भनेर प्रदेशमा पनि बनाएका छन्। ती योजना त भन्यौँ, तर साँच्चीकै प्लानिङ गरेर योजनाबद्ध ढङ्गले कहाँ बस्ती बसाउने, कुन खेतीयोग्य जमिन हो, कुन व्यापारिक क्षेत्र हो, कुन औद्योगिक क्षेत्र हो, कहाँ शैक्षिक संस्था राख्ने प्लानिङ भने त्यो पनि त होला नि। खालि आएको साल बसाली पैसा बाँड्ने, कहाँ कहाँ कति गर्ने मात्रै प्लानिङ हो। त्यो प्लानिङ के गर्यो? उहाँले बाह्य देशबाट प्राप्त हुने सहयोग पनि सरकारले लिन नसकेको टिप्पणी गर्नुभयो। वैदेशिक सहयोगलाई पक्षपाती ढङ्गले हेर्ने र मन्त्रालयमा फाइल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने तर्क गर्नुभयो। नेपाल सरकार, नेपाली जनता खुला छन्, लिन सकेका छौँ। दिन्छौँ भनेका कुराहरू कि कसैको कतैतिर केही इसारा गर्नेपछि खुम्चिएर बस्नु परेको छ। हामी दिन्छौँ भन्दा पनि लिन नसकेका उदाहरण पनि त यहाँ छन्। अनि कसरी हुन सक्छ? कुनै सैन्य गठबन्धनको कुरा, कुनै उहाँले समुन्नत विकासका लागि सबै क्षेत्रलाई समेटे गरी सम्मिलित बजेट बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्ने भन्दै आपत्ति जनाउनु भएको छ। साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूमाझ कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गरिसके प्रचार गरेको प्रति पार्टीको ध्यान आकर्षण भएको जानकारी दिनुभयो। उहाँले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दावी गर्नुभयो। उहाँले कोशी प्रदेश राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताउनुभयो। उहाँले राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र सुरुको गठबन्धन ताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको बताउनुभयो। उहाँले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत
दावी गर्नुभयो। हामीले जुन गठबन्धन बनाएका थियौँ त्यसै बेला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा सभामुख परेको हो बागमती प्रदेश र कोशी प्रदेश। तर हामीले त्यहाँको संसदीय गणितलाई ध्यानमा राखेरै राप्रपाले सभामुख लियो भने कुनै बेला यस्तो गणित बन्न सक्छ त्यहाँको संसदीय गणितमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै भूमिका नहुन सक्छ। अध्यक्ष लिङदेनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको अवस्थामा चोट पुग्ने काम भइरहेको बताउनुभयो। उहाँले यो हुनुमा दिल्लीमा बनेको 12 बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खास गरी बहुसंख्यक जनताको अवस्थामा चोट पुग्ने गरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको जिकिर गर्नुभयो। देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने जुन क्रियाकलापहरू भइराखेको छ त्यो भनेको दिल्लीमा बनेको 12 बुँदे सहमति र त्यसले तय गरेको मार्गचित्र र अहिले पनि खास गरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने गरी जो क्रियाकलापहरू भए। अध्यक्ष लिङदेनले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नको लागि हिन्दू बुद्ध किराँत लगायत सबै धर्मलाई सम्मान सहितको हिन्दू राष्ट्र देशको आवश्यकता भएको बताउनुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय शासनको रूपमा राज संस्था हुनुपर्छ भन्ने कुरा अहिलेको घटनाक्रमले झन्नै बलियो बनाएको बताउनुभयो। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको 80 वर्षको उमेरमा निधन। सरकार ढाल्न षड्यन्त्र भइरहेको प्रधानमन्त्री दाहालको दाबी सफल हुन नदिने चेतावनी। शरणार्थी प्रकरण लगायतका सबै घटनामा निष्पक्ष छानबिन गरिरहेको प्रधानमन्त्री दाहालको दाबी। प्रभु शाहले गौर हत्याकाण्डको विषय उठाउन गरेपछि जसपाका आक्रोश, सिसाको घरमा बसेर अरूमाथि झुङ्गा नहान्न सांसद यादवको चेतावनी र संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै राप्रपा अध्यक्ष लिङदेनको आपत्ति। हस्त यतिकै फलफल खबर तेज नजर अप्पान टेलिभिजन। नमस्कार।